हेर्नुहोस् अति सुन्दर मनोहर दृश्य कालकाको बालाजीको मन्दिर जाने जुन बाटोबाट मैले भिडियो गरिरहेको छु। म खिच्दै जान्छु तपाईलाई भिडियो गरिरहेको छु। एकछिन यो सिनलाई म गरिहाल्छु। अनि यति मनोहर दृश्य हामीले देख्न अवलोकन गर्न पाइरहेका छौँ। यो कालकाको एउटा जग्गा हो र हामी यो पहाडी क्षेत्रमा म अनि मेरो भाइ प्रवेश हजुर जाँदैछौँ र हामीलाई खुसी लागिरहेछ यस्तो यात्रा गर्नु पाउँदा। त्यही पनि यो त एउटा तीर्थ भगवानको यात्रा हो। तिमीलाई भाइलाई कस्तो लागिरहेछ यो यात्रा गर्दा? एकदमै राम्रो लागिरहेछ। यहाँनिर हाम्रै अब पहाडी इलाका जस्तो लाग्यो अनि मलाई एकदम राम्रो लाग्यो र हामी आज बालाजी श्री हनुमानजीको मन्दिरमा हामी दर्शन गर्न जान लागिरहेछौँ। यसरी बाटोको दृश्यहरू पनि हेरेर हेरिदिनुहोस् होला। जानु एक बार फिर मैं वहाँ से एक बार गाडीहरू आइसक्यो। वो गाड़ी भी तो गाड़ी आने से कोई बात नहीं, गाड़ी आने से तपाईँलाई सोध्दैछ तपाईँले भन्दै जानुहुन्छ ल। ओके तो स्पिक भिडियो त लामो भिडियो लामो होइन छोटो। यो तपाईँलाई केही भन्नुहुन्छ तपाईँको बारेमा के छ यसो सोचाइ आजको दिनको लागि? आजको दिनको लागि मेरो भनाइ यो छ, जुन चाहिँ हामी दार्जिलिङ जिल्लादेखि वेस्ट बेङ्गलको दार्जिलिङ जिल्लादेखि हामी कालका हरियाणाको कालका भन्ने जग्गामा आएर हामी हाम्रो बहिनीहरूको घरमा आयौँ, फुपूलाई पुर्याउन आयौँ। तर आज मजा लागिरहेको छ।